रौनक श्रीवास्तव एक्लैले 168 रन बनाउँदा नेपालले एसीसी पुरुष U16 ईस्ट जोन कप क्रिकेटमा भुटानलाई 359 रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। मंगलबार मलेसियाको सोलानगोर मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 5 विकेट गुमाउँदै 358 रन बनायो। नेपालका लागि रौनक श्रीवास्तवले 132 बलमा 16 चौका र 5 छक्का प्रहार गर्दै 168 रनको शतकीय पारी खेलेका हुन्। नेपालका जोय थापा र शिवांश बजगाईले अर्धशतकीय पारी खेले। 67 बल खेलेका जोयले 7 चौकाको सहयोगमा 61 रन बनाए। त्यस्तै शिवांशले 5 चौकाको सहयोगमा 54 रन बनाए। यसैगरी नेपालका सुनम बुढाथोकीले 35 रनको योगदान गरे। बलिङतर्फ भुटानका लागि सञ्जय दोर्जीले 3 विकेट लिँदा तेन्जिन लोडेले 1 विकेट लिएका थिए। आजको खेलमा जित निकाले नेपाल अपराजित हुँदै अघिल्लो चरणमा पुग्नेछ। यद्यपि नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ। 358 रनको लक्ष्य पछ्याएको भुटान भने खराब प्रदर्शन गरिरहेको छ।